अटिजम भएका बालबालिकाहरू आफैसँग लगातार बोलिरहेको हामी देख्न सक्छौँ। यो के कारणले हुन्छ त? यसको एउटै कारण भन्ने छैन। किन भइरहेको छ भन्ने कुरा चाहिँ बुझ्नुपर्ने हुन्छ। नमस्ते, म स्पेसल एजुकेटर बबिता कोइराला। यसका चाहिँ कारणहरू के हुन सक्छन् त भन्दाखेरि चाहिँ एउटा इकोलोलिया, सुनेको कुरा दोहोर्याउने। हाम्रो बालबालिकाहरूले चाहिँ के कुराहरू सुनिरहनु भएको छ हैन, त्यो सुनेको कुराहरू चाहिँ अब एक्लै भएको बेलामा चाहिँ उहाँहरूले त्यो कुराहरू चाहिँ दोहोर्याउने हैन, एक्लै त्यही कुराहरू सुनेका कुराहरू रिपिट गरिरहने हुन सक्छ। अर्को रहेको छ काल्पनिक खेल। एउटा पात्र सँग चाहिँ उनीहरूले चाहिँ कुरा गरे जस्तो कल्पना गरेर चाहिँ बोलेको पनि हुन सक्छ हैन। अर्को रहेको छ भावना व्यक्त गर्न नसक्दाखेरि पनि, कसैलाई आफ्नो कुराहरू भन्न नसक्दाखेरि पनि उनीहरू चाहिँ एक्लै बोल्ने, त्यो कोहीसँग कुरा गर्नलाई सेयरिङ गर्न चाहिँ नआउने केसमा, नसक्ने केसमा चाहिँ आफैले त्यसरी चाहिँ बोलेको पनि देख्न सकिन्छ। र अर्को रहेको छ सेन्सरी ओभरलोड भयो भने पनि हामीले यस्तो देख्न सक्छौँ है। अर्को रहेको छ सेल्फ टक। आफ्नो विचार भावनालाई चाहिँ उनीहरूले त्यसरी एक्लै बोलेर सुनेको कुराहरू दोहोर्याएर चाहिँ आफूलाई काम डाउन राख्ने, आफ्नो भावनालाई व्यवस्थित गर्नको लागि चाहिँ सेल्फ टक गरिरहेको पनि हुन्छन्। अब हामीले चाहिँ यो बेलामा के गरिदिने त भनेर भन्दाखेरि चाहिँ उनीहरू सेल्फ टक गरिरहेको बेलामा, एक्लै बोलिरहेको बेलामा नबोल भनेर, यस्तो नगर न, नबोल न भनेर चाहिँ उनीहरूलाई रोक्ने चाहिँ प्रयास गर्नु हुँदैन हैन। बरु हामीले चाहिँ उनीहरूलाई इङ्गेज गराइदिने, के कुरा मनपर्छ, बरु कलरिङ गर्ने, पिक्चर बनाउन के हुन्छ नि हो, त्यसमा चाहिँ उनीहरूलाई इङ्गेज गरिदिन पनि सक्छौँ। अनि टर्न टेकिङ गर्ने, ल मेरो कुरा पहिला तिम्रो कुरा सुन्छु म, अनि फेरि मेरो कुरा सुन भनेर चाहिँ हामी दोहोरो कुराकानी गर्नलाई चाहिँ खोज्ने, सिकाउने कामहरू गर्न सकिन्छ है। र एउटा महत्त्वपूर्ण कुरा चाहिँ के रहेको छ भन्दाखेरि चाहिँ यो सबै गरेर उनीहरूले सेल्फ टक गरेर एक्लै बोलिरहँदाखेरि उनीहरूको दैनिक जीवनमा, दैनिक क्रियाकलापमा चाहिँ असर गरेको छैन हैन भने ठिक छ। तर यो कुराले गर्दा उनीहरूको सेल्फ टकले, एक्लै बोल्ने कुराले चाहिँ उनीहरूलाई काम गराउने बेलामा, उनीहरूको डेली लिभिङमा चाहिँ समस्या गरिरहेको छ, असर पुर्याइरहेको छ भने अब यसलाई चाहिँ हामीले व्यवस्थित गर्ने चाहिँ कोसिस गर्नुपर्छ हैन। अरूमा केही पनि असर गरेको छैन, कामको बेलामा उसलाई डिस्ट्र्याक्ट भएको छैन त्यो कुराले भने यो कुराले चाहिँ खासै फरक पर्दैन है।